गाइज वेलकम टु माई ब्याक टु च्यानल फेक स्वागत छ तपाईँहरूलाई मेरो एउटा न्यू भ्लगमा। अहिले चाहिँ बिहानको 6:30 भइरहेको छ। हिजो चाहिँ राति पनि पानी पऱ्यो होइन। यस्तोरी बादल लाग्यो पुरै बादल लाग्यो होइन। यतातिर चाहिँ अझै केरा रहेछ पाकेको चाहिँ छैन, घाम आउनु खोजिरहेको। भर्खरै उठेको उतातिर चाहिँ घाम लागिसक्यो अलिअलि होइन। आज म माथि सुनाएको थिएँ मम्मी घर तल, त्यहाँ हो मेरो घर चाहिँ। फेरि बादल अब माथितिर आउँदैछ कि हेर्नु न, एकछिन पछि फेरि आउला। अहिले चाहिँ म घर जानु लागिरहेको छु, घर चाहिँ जान्छु अब। भ्यू चाहिँ आजको यस्तो छ होइन, बबाल छ। यो चाहिँ मेरो भ्लगको सेकेन्ड डे होइन, सेकेन्ड डे। लाइक सब्सक्राइब गर्नु होला भनेको छु मैले। तपाईँहरू के सपोर्ट गर्नु नभनेको के, कस्तो सेयर हानिदिनु। भर्खरै अब यस्तो हुन्छ, अब भर्खरै स्टार्ट गरेको छु अनि तपाईँहरू लाइक सब्सक्राइबै नगरिदिने भनेको के। हिजोको भ्लगमा त जम्मा 6 भ्यू आइरहेको छ कि, हेरिदिनु न भने राम्रो। तपाईँहरू अब क्वालिटी राम्रो भएको होइन, अलिक इन्टरटेनमेन्ट गर्ने खालि हेर्नुहुन्छ होला होइन। म त अब यस्तो होइन, गाउँले हो, भर्खरैको भाइ हो होइन, फुचेको होइन। यस्तोले कहाँबाट राम्रो डिभाइस पाउनु होइन। हुनसक्छ कहिले हुनसक्छ होइन, राम्रो फोन त पाउनु पनि सक्छु मैले कहिले। तर आजको भ्यू छ जति हेरे पनि नअगाइदिने भयो क्या। म त देखाएको देखेँ आज त म। अब ड्याम छ पुग्यो, त्यहाँ चाहिँ चिम्का आएको बसिरहेको रहेछ होइन गाइस। अब म चाहिँ घर पनि आइपुगेँ होइन, टक्क पारामा घर पनि आइपुगेँ। आम्डी होइन, आज पानी परेन भने बल खेल्नु जाने होला नि है, जान नजाने चाहिँ बल खेल्नु होइन। अच्छा के छ, काकीसँग छ हानीको दिदी फोन चलेपछि। म चाहिँ घर आइपुगिसकेको छु गाइस होइन। यो घर चाहिँ कपडामा होइन, के छ त खाजामा अलिअलि हाल खबर चाल खबर। बाउले चाउमिन ल्याएको रहेछ होइन ग्यास, त्यसरी बोला भइरहेछ त। किन बोलाउँछु भनेको त चाउमिन रहेछ नि त गाइजहरू। ल आजको भ्लग चाहिँ हुन्छ होइन, यसरी नै जान्छ मेरो दिन, यसरी नै जान्छु मेरो भ्लगको दिन। टक्कलार म चाहिँ रुम आइसकेँ। रुमको हालत चाहिँ बेहाल छ क्या गाइस, यार बेहाल छ। एक दिन म ठुलो भएँ होइन, पैसा यो भ्लगबाट पैसा के आयो भने मैले यो रुमलाई चाहिँ बबाल बनाइदिन्छु होइन गाइस। खतरा बनाइदिन्छु, मोनिटाइज भयो भने त होइन, कडा हुन्छ। म पनि मोनिटाइज भयो भने त खतरा हुन्छ नि त गाइस, चाहिँ खतरा हुन्छ होइन। टक्क यहाँ चाहिँ अस्ति नै माटो हाल्थ्यो, अब हिला भइहाल्यो गाइस, के भनौँ होइन। 5,000 यार, 6,000 के 26 में 6,000 चाहने मान्छे हो म। ठक्क लाएर अब चाहिँ म यसो घुम्नु खाम गर्नु जान्छु होइन। यहाँ चाहिँ दसैँ बेलामा पिङ थाप्छु रुखमा छ होइन गाइस होइन।
यता चाहिँ मकै रोपिसकेको रहेछ हाम्रोतिर चाहिँ अलि बाँझो मारेर मात्रै राखेको छ कहिले चाहिँ अब होइन हाम्रो मकै त रोप्यो हाम्रो एउटा गरेर दुईटा गरेर रोप्यो होला अब यहाँ तलको छ होइन आमा के गरेको खेलेको के टिपेको म भ्लग बनाएको आमा यता हेर्नु त लाइक सब्सक्राइब गरिदिनु भन्नु त सब्सक्राइब गरिदिनु भन्नु त भन्नु ल सब्सक्राइब गरिदिनु भन्नु ल आमाले भनेपछि गरिदिनु है गाइस फेरि होइन गरिदिनुपर्छ नि सब्सक्राइब फेरि लाइक सब्सक्राइब कमेन्ट यसो टक्क लाएर मिलाएर सब्सक्राइब होइन गर्नुपर्छ नि गाइस होइन अब भर्खर आएर चाहिँ म भ्लग बनाउन अनि हजुर क्या ल ल यहाँ चाहिँ अस्ति माटो खने थियो होइन ल के हो क्वालिटी हजुर ओहो अब कजान ल खुर्पिटो नाम ल भिरेर के गर्नु ल अब हेलो गाइज भन्नु न मेरो ब्लगलाई हेलो गाइज भन्नु न धन्दै लडेको यार मेरो फोन धन्दै फसेको टक्क बाह्रमा है भाइ र बहिनी चाहिँ यता रहेछ होइन ऊ त्यो रातो कपडा लाउने बहिनी हेर न कसरी हाँसेको छ गाई चाहिँ हेर्दा यो बहिनी त लास्टै रहेछ त ल त्यही त हो त यो के डेन्जर झुटो बोल्छ यसले एउटा एकचोटी पिङ खोलेको यसले थियो अनि त्यसपछि मलाई दोष लाग्यो हो र हो यो लास्ट झुटो अनि त्यसपछि दुईटा साउन्ड भयो भने एउटा नि साउन्ड दिन्न अनि खोइ त सेरी गयो कता घर मलाई पखारा कहिले अझ हो र तिम्रो नाम के हो रे कवि तिमी कहिले जाने त थाहा छैन धेरै डेट बेरसम्म है तिमी एक्लै हो यो भाइ तिम्रो पेट देखाइदिँदा कत्रो हो तिम्रो नाम के रे बहिनी प्रिया गुरुङ है चेस खेलौँ म खेल्दिनँ अय नानी तर एकचोटिमै हराउन सक्छ नि मैले त हराउन सक्छ यहाँ चाहिँ भान्सा कोठा भैँसी थियो अहिले खै कहाँ गयो हजुर मैले चोर्छ र चोर्दिनँ मेरो फोन के कस्तो रहेछ क्या न हिजोतिर के 25% थियो होइन अझ बिहान हेरेको त 16% भएर बसिरहेको रहेछ हो र कहिले हेऱ्यो यो भाइको गफ सुन न गाइस होइन के हो र अनि मोबाइल पछि घट्दैन त चार्ज कस्तो कुरा गर्छ मैले हेरेको नि त हैन के भाइहरू यस्तै हो कुरा गर्छ भाइहरू हो होइन फुर्रा ग्याङ है फुर्रा ग्याङ बनाउनु पर्छ फुर्रा ग्याङ है फुर्रा ग्याङ यहाँ चाहिँ फुल रोपेको छ होइन अब ट्युब रहेछ त्यहाँ गाडीको होइन बाउ सबै मलाई हो सबै मलाई हो ढक्क चिल्ला ग्याङ चिल्ला फुर्रा ग्याङ है फुर्रा चिल्ला र मुर्रा ग्याङ त देख्यो होला अब फुर्रा ग्याङ बनाउनु पर्छ ग्यास फुर्रा ग्याङ होइन अब चाहिँ म चाहिँ अब होइन घरतिर जान्छु
आमा मल छर्या रहेछ है आज जोत्ने हो अहिले जोत्ने है अब ल गयो आमा ब्लगमा सब्सक्राइब गर्नु भनेपछि बुझिन तपाईँहरू 100जना 6जना भिडियो हेर्नुहुन्छ 6जनाले सब्सक्राइब नगरेपछि त्यो कहाँबाट आउँछ त गाइज अनि कस्तो मेरो लागि धेरै हो भने 6 भ्युज भने एक भ्युज भने नि एउटै हो 2 भ्युज भने नि एउटै हो कस्तो रहेछ मोटेर यो प्रिया चाहिँ आएछ कहाँ जाने तिमी खाड्छौ त उता हो त अनि आउँछु ल अहिले पछि आउँछु म भात खाएर आउँछु है ओ बहिनी बाई तिमी कति वर्ष भयो रे बहिनी तिमी कति वर्ष भयो रे 8 वर्ष भयो 9 वर्षमा हो ए ल अहिले म अहिले पछि खाजा खाएर आउँछु है अहिले पछि म आउँछु एकछिन पछि ओ प्रिया कसको फोन लिखेको टबिनको मम्मीको र ग्याङ हुनुपर्छ ब्लगर लास मानु हुँदैन केही पनि भिडमा जाँदा चाहिँ अलिकति लास लाग्छ मलाई त्यही हो हैन गाइस आम्बो ठुर्रा ग्याङ हो ओहो गुल्लेली बनाउँदैछ नि यता चाहिँ ओइ काका चाउमिन खाने हो चाउमिन उ त्यहाँ बाउले ल्याएर हिजो तताएर खाने है एकदम स्पेसल कुकर अन्त कुक हो नि त म स्पेसल कुक के भन्छ त्यसलाई छिल्ला फुर्रा ग्याङ कमेन्ट लाइक कमेन्ट सेयर छिल्ला ग्याङ फुर्रा ग्याङ म चाहिँ यतातिर खाना चाहिँ छैन र साइडमा राखिदिउँ त्यहाँदेखि आउँछु चाउमिन भुट्नु पऱ्यो गाइस यस्तो बिसेको मेन कुरै लिएर अब यो झन्डै लडेको यो धन्दै खसेको गाइस यतातिर रहेछ कराई चाहिँ होइन यहाँतिर रहेछ होइन तेलै तेल रहेछ कि गाइस कालेको एकछिन पछि बेर हे गाइस अहिले चाहिँ राति परिसकेको छ यतातिर चाहिँ होइन यतातिर सबैतिर चाहिँ अब होइन परिसक्यो नि त है अँध्यारो भइसक्यो होइन गाइस आजको भ्लगलाई चाहिँ म यतैतिर इन्ड गरिदिन्छु गाइस होइन आज चाहिँ अब चाहिँ म भात खान जान आएको छु आजको भ्लगलाई चाहिँ म यतैतिर इन्ड गरिदिन्छु होला गाइस इन्ड गर्छु होइन गाइस अब तरकारीमा यो मस्याहरू रोज रहेछ भुटेको रहेछ दालहरू छैन भात छैन आज इन्ड गरेँ म चाहिँ इन्ड गरिदिन्छु है गाइस थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब बेल आइकन दबाइदिनु होला यति भन्दै हस्त जय नेपाल बाई